हेलो साथीहरू, कस्तो हुनुहुन्छ होला? राम्रै होला, सन्चै होला। गुड मर्निङ, ह्याप्पी न्यू इयर सबैलाई, सबै साथीहरूलाई है। यहाँ आज 1 तारिकको दिन हेर्नुहोस् न, कोरा लागेर केही नजर आएको छैन। चराहरू पनि उड्दैछ। हेर्नुहोस् न, यो गाउँमा के चरा भन्थ्यो यसलाई? चिबे चरा है। यहाँ हेर्नुहोस् न, चिबे चरा पनि यहाँ आएर बसिरहेछ। रुप्पीहरू वहाँ बसिरहेछ। यहाँ हेर्नुहोस्, रुप्पीहरू पुरा हात काम्दैछ। त हावा, चिसो हावा आउँदैछ। चिसो हावा आउँदैछ पुरा। ओस लागेर कति राम्रो लागिरहेछ। हेर्नु पनि चारैतिर ओसै ओस छ। मन्दिर छ, मन्दिरमा भजन हुँदैछ। बिहान बिहान आएको। हेर्नुहोस् चारैतिर कति राम्रो लाग्दैछ हेर्दाखेरि। चराहरू उड्दैछ। बिहानैको काउँ सुन्नु, चराहरूको चिची सुन्नु कति मजा आउँछ छतमा आएर। आनन्द आउँछ सुन्दाखेरि। जस्तो गाउँघरमा छौँ, के गर्नु, परदेशमा बसेर अब छतमा आएर मजा लिनु पर्यो त्यो सबको है। गाउँघरमा त यही सब हुन्छ, बिहान बिहानै चराहरू ची गरेर मान्छेलाई उठाउँछ है। कति मजा आउँछ। आज त सबैहरूको के प्रोग्राम होला तपाईँहरूको है। मेरो त केही प्रोग्राम छैन, दोकानको काम गर्नु छ। आज पनि सोमबारदेखिको लिएर शनिबार तक हुन्छ काम। फेरि रविबारको दिन, आइतबारको दिन चाहिँ छुट्टी हुन्छ। त्यही अब काम गर्नु छ। सबैजना मेरो त घरमा सुतिरहेछ, त्यसलाई तल भिडियो बनाएन, उनीहरूलाई डिस्टर्ब हुन्छ भनेर। म त उठे उनीहरूलाई के उठाउनु भनेर नउठाएको, त्यही भएर। आज हेर्नुहोस्, यो कुन चाहिँ चरा हो हेर्नुहोस् न, हरियो छ, देखिँदैन धुन्दले गर्दाखेरि। गयो त बसिरहेछ, त्यति देखिँदैन धुन्दले गर्दाखेरि। यहाँ बसिरहेछ, हरियो छ चरा। पत्ता नि कुन चाहिँ चरा हो, के नाम हुन्छ त्यो चराको। वहाँ पर बसिरहेछ। हावा लाग्दैछ, कति मजाको मौसम छ। मजाको पनि के भन्नु है, जाडो लागेर कस्तो हुन्छ।